के तपाईँले कहिल्यै सोच्नुभएको छ साँचो प्रेम कति बलियो हुन्छ? हामी कुरा गर्दैछौँ कक्षा 12 नेपालीको निकै महत्त्वपूर्ण कथा बिरहिनी दमयन्तीको, जसले प्रेम, सङ्घर्ष र साहसको अद्भुत उदाहरण प्रस्तुत गर्छ। बिरहिनी दमयन्ती कथा मदन मणि दीक्षितद्वारा लेखिएको हो। यो कथा प्राचीन महाभारतबाट लिइएको हो। बिरहिनी भन्नाले प्रेमीबाट टाढा भएकी नारी वियोगिनीलाई जनाउँछ। कथाको सारांश: यो कथा दमयन्ती नामकी एक साहसी नारीको हो जसले पति राजा नल हराएका हुन्छन्। उनी आफ्नो पतिलाई खोज्न एक्लै जङ्गलमा भौतारिन्छन्। पति खोज्दै जङ्गलको यात्रामा दमयन्ती गहिरो जङ्गलमा एक्लै हिँड्छिन्। उनी अत्यन्तै दुखी भए पनि हिम्मत छोड्दिनन्। कर्कोटक नागसँगको भेट: उनलाई एउटा दुष्ट नाग कर्कोटकले समात्छ, तर उनी डराउँदिनन् र बुद्धिमानीले बाँच्न सफल हुन्छन्। व्यापारी समूहसँगको यात्रा: उनी व्यापारीहरूको समूहसँग भेटिन्छन्। नल चेदी देशमा हुन सक्छन् भन्ने सुनेपछि उनी त्यहाँ जाने निर्णय गर्छिन्। हात्तीको आक्रमण: राति ताल नजिकै सुत्दा हात्तीले आक्रमण गर्छ। धेरै मानिस मर्छन् तर दमयन्ती बाँच्छिन्। चेदी पुगेर अपमान सहनु: मानिसहरूले उनलाई पागल भन्छन्। उनले आफ्नो पहिचान लुकाएर नोकरानीको रूपमा काम गर्छिन्। तर एउटा कुरा कहिल्यै परिवर्तन हुँदैन, उनको आफ्नो पतिप्रतिको प्रेम र विश्वास। यो कथाको मुख्य विषय चाहिँ के छ भने साँचो प्रेम र निष्ठा। दमयन्तीले जति दुख पाए पनि पतिलाई कहिल्यै छोड्दिनन्। साहस र धैर्य: एक्लै जङ्गलमा सङ्घर्ष गर्नु उनको ठुलो साहस हुन्छ। महिलाको शक्ति: यो कथाले देखाउँछ कि महिला कमजोर होइनन्, उनीहरू शक्तिशाली र दृढ हुन्छन्। आशा कहिल्यै नछोड्ने: कति कठिन परिस्थिति आए पनि उनले आशा छोड्दिनन्। एक्जाम पोइन्ट अफ भ्यूले बिरहिनी भनेको वियोगिनी नारी। मुख्य पात्रमा दमयन्ती र नल हुन्छन्। मुख्य घटना: जङ्गलको यात्रा, नाग, व्यापारी, हात्ती, चेदी। मुख्य सन्देश: प्रेम प्लस धैर्य प्लस सङ्घर्ष। बिरहिनी दमयन्ती केवल कथा होइन, यो जीवनको पाठ हो जसले हामीलाई सिकाउँछ कि साँचो प्रेम, धैर्य र विश्वास भए जीवनका सबै कठिनाइ जित्न सकिन्छ। यदि तपाईँलाई यस्तो सजिलो र क्लियर एक्सप्लेनेसन मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला। थ्याङ्क यू।